नमस्कार, न्यू आइपी इन्फर्मेसन च्यानलमा हजुरहरु सम्पूर्णमा स्वागत छ। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले भने हकपत शेयर निष्कासन गर्ने मिति सार्वजनिक गरेको छ र यो कम्पनीले कहिलेदेखि हकपत शेयर निष्कासन गर्दैछ, कम्पनीले निष्कासन गरेको हकपत शेयरमा कसले आवेदन दिन सकिन्छ र आवेदन दिएको खण्डमा प्रॉफिट हुने सम्भावना भने कति रहन्छ, कम्पनीले कति प्रतिशत अर्थात कति अनुपातमा हकपत शेयर निष्कासन गर्न लागेको हो, कम्पनीको कति किता भने हकपत शेयर बापत निष्कासन हुँदैछ, त्यस्तै कम्पनीको हकपत शेयरमा कहाँबाट र कसरी आवेदन दिन सकिन्छ र कम्पनीको प्रति शेयर आम्दानी ईपीएस बुक भ्यालु र अहिलेको मार्केट प्राइस कति रहेको छ भनेर सम्पूर्ण विषयवस्तुलाई समेटेर यो भिडियोभित्र रहेर चर्चा गर्नेछु। सम्पूर्ण जानकारी पाउनको लागि भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल न्यू आइपी इन्फर्मेसनलाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला र भिडियोलाई एउटा लाइक पनि गर्नुहोला। अब भने लागौं आजको सम्पूर्ण विषयवस्तुतर्फ। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हाल कायम चुक्ता पुँजी 1,05,42,60,400 रुपैयाँ बराबरको 1:1 को अनुपात अर्थात 100% का दरमा 100 रुपैयाँ अंकित मूल्यका दरले 1,05,42,604 किता भने हकपत शेयर मार्फत निष्कासन गर्न भने लागेको हो। यसर्थ कम्पनीले 1:1 को अनुपातमा हकपत शेयर निष्कासन गर्ने भएको हुँदा यो कम्पनीको शेयर हजुरहरूले 100 किता होल्ड गर्नु भएको खण्डमा 100 किता र 500 किता होल्ड गर्नु भएको खण्डमा 500 किता, त्यस्तै 10 किता मात्र होल्ड गर्नु भएको खण्डमा भने 10 किताको लागि चाहिँ हकपत शेयर बापत आवेदन दिन भने सकिनेछ र कम्पनीले निष्कासन गरेको हकपतबाट प्राप्त रकम विभिन्न बैंकको ऋण भुक्तानीका लागि उपयोग गरिने कम्पनीले भने जनाएको छ। हकपत शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले गत फागुन 15 गते नै बुक क्लोज भने गरिसकेको छ। यसर्थ फागुनको 14 गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूका लागि हकपत शेयर निष्कासन भने गर्न लागेको हो। अर्थात र यो कम्पनीको शेयर हजुरहरूले अलरेडी होल्ड गर्दै आउनु भएको थियो र फागुनको 15 गतेसम्म होल्ड गर्नु भएको खण्डमा भने कम्पनीले निष्कासन गर्ने हकपत शेयरमा भने चाहिँ मज्जाले आवेदन दिन भने सक्नुहुनेछ र कम्पनीको शेयर हजुरहरूले फागुनको 14 गते अर्थात सो भन्दा अगाडि नै दोस्रो बजारबाट खरिद गरेर होल्ड गर्नु भएको खण्डमा पनि कम्पनीले निष्कासन गर्ने हकपत शेयरमा चाहिँ आवेदन दिन भने सक्नुहुनेछ। यसर्थ कम्पनीको शेयरलाई हजुरहरूले फागुनको 14 गते भन्दा अगाडि नै सेल गर्नु भएको खण्डमा अर्थात फागुनको 14 गते भन्दा पश्चात दोस्रो बजारबाट खरिद गर्नु भएको खण्डमा चाहिँ कम्पनीले निष्कासन गर्ने हकपत शेयरमा आवेदन दिन भने पाउनुहुने छैन र यो कम्पनीको हकपत शेयरमा लगानीकर्ताहरूले सानीमा बैंकका शाखा कार्यालयहरू विराटनगर, वीरगञ्ज, पोखरा, बुटरोल, विराटनगर, वीरेन्द्रनगर, धनगढी, लमजुङ, सानीमा क्यापिटलको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आसपास सेवाहरू सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन भने चाहिँ सकिनेछ। यस्तै सीडीएससी को मेरो शेयरबाट अनलाइन मार्फत पनि आवेदन दिन भने चाहिँ सकिनेछ र कम्पनीले निष्कासन गरेको हकपत शेयर यानी कि राइट शेयरमा भने लगानीकर्ताहरूले आगामी चैतको 19 गतेदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति भनेको 2082 वैशाखको 8 गतेसम्म भने रहनेछ। कम्पनीले नेपाल धितोपत्र बोर्ड 7 बाट हकपत निष्कासनका लागि गत माघको 22 गते नै स्वीकृति भने पाएको थियो। हकपत निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानीमा क्यापिटल भने रहेको छ र यो कम्पनीको वित्तीय अवस्थाको कुरा गर्नुपर्दा 81-82 को सेकेन्ड क्वार्टरको रिपोर्ट अनुसार प्रति शेयर आम्दानी ईपीएस -0.77 पैसा रहेको छ भने पी रेशियो -527.27 भने रहेको देख्न सकिन्छ। त्यस्तै बुक भ्यालु 92 रुपैयाँ 76 पैसा रहेको छ भने प्रेस टु बुक भ्यालु 4.38 रुपैयाँ भने रहेको छ र यो भिडियो बनाउँदाको समयमा कम्पनीको मार्केट प्राइस 406 रुपैयाँमा कारोबार भएको छ भने 52 विकको हाई र लोमा हेर्ने हो भने हाईमा 696 रुपैयाँसम्म पुगेको छ भने लोमा 356 रुपैयाँ 40 पैसासम्म भने झरेको चाहिँ देख्न सकिन्छ र समग्रमा कम्पनीको वित्तीय अवस्था हेर्ने हो भने कम्पनीको वित्तीय अवस्था नेगेटिभमा रहेको छ अर्थात कम्पनी घाटामा नै छ भन्ने चाहिँ बुझ्न भने सकिन्छ। यसर्थ यो कम्पनीको हकपत शेयरमा हजुरहरूले आवेदन दिएर नेप्सेमा लिस्ट भए पश्चात भने कम्पनीको मार्केट प्राइस हाई प्रेस गएको बेलामा सट्रमा सेल गरेर प्रॉफिट बुक गर्नु भएको खण्डमा चाहिँ राम्रो हुने भने देखिन्छ। यदि लङ टर्मको लागि कम्पनीको शेयरलाई होल्ड गर्नु भएको खण्डमा कम्पनीको वित्तीय अवस्था नेगेटिभ अर्थात कम्पनी घाटामा रहेको हुँदा आफ्ना शेयर धनीहरूलाई भने कम्पनीले कुनै पनि डिभिडेन्ड वितरण गर्न सक्ने क्षमता भने चाहिँ देखिँदैन। यसर्थ यो कम्पनीको शेयर हजुरहरूले अलरेडी होल्ड गर्दै आउनु भएको छ र कम्पनीको बुक क्लोज मिति भन्दा अगाडि नै दोस्रो बजारबाट खरिद गरेर होल्ड गर्नु भएको छ भने चाहिँ कम्पनीले निष्कासन गर्ने हकपत शेयरमा आवेदन दिन भने चाहिँ नछुटाउनु होला।
यो त थियो दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकपत सेयर यानि कि राइट सेयर निष्कासन सम्बन्धी जानकारी। यो जानकारीमूलक भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परेको भए भिडियोलाई एउटा लाइक गर्नुहोला र केही प्रश्न तथा जिज्ञासाहरू भए भिडियोको तलपट्टि कमेन्ट बक्समा कमेन्ट गर्न भने नभुल्नुहोला। र आगामी दिनहरूमा यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि हाम्रो च्यानल न्यू आइपी इन्फर्मेसनलाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल नोटिफिकेसनलाई अन गर्न भने पनि नभुल्नुहोला। आजको भिडियो यति नै, फेरि भेट्नेछु अर्को भिडियोमा। हस्त नमस्ते।